यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट, कार्पेटको शहंशाह। एसोसिएट स्पोन्सर यति कार्पेट, कार्पेटको शहंशाह। हॉस्पिटल पार्टनर नॉर्वेग इंटरनेशनल हॉस्पिटल। Mortgage partner Intra Mortgage, currently licensed in Ohio, Michigan and Florida. Studio partner AA Studio, exclusively marketed by Media Sense. हरेक चालमा एउटा कथा हुन्छ, हरेक तालमा एउटा सपना, र जब यी कथाहरू अनि सपनाहरू एउटै मञ्चमा हुन्छन् तब सिर्जना हुन्छ एक उत्सवमय माहौल। गत हप्ता संसारका अनेक कुनाबाट आएका प्रतिभाहरूले आफ्नो नृत्य मार्फत हाम्रा दिग्गज जजहरूको मन मात्र जितेनन्, कैयौंले मेगा अडिसनको यात्रा पनि सुनिश्चित गरे। अब आज यो प्रतिष्ठित मञ्चमा कस्ता नयाँ नृत्य शैलीहरू देख्न पाइएला, कुन देशका प्रतिभाले आफ्नो अद्वितीय कला मार्फत यो मञ्चलाई चम्काउलान्, अनि कसले मेगा अडिसनमा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्लान्। नेपाली नृत्य, कला र संस्कृतिलाई विश्वमाझ फैलाउने पवित्र अभियान हाम्रा अभिभावक श्री दिल्ली अधिकारी ज्यूको दूरगामी सोच र इन्टरनेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको प्रस्तुति यो हो मेरो डान्स युनिभर्स सिजन 2। नमस्कार, यहाँहरू सबैलाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन। यहाँहरू हेर्दै हुनुहुन्छ मेरो डान्स युनिभर्स सिजन 2। संसारभरबाट कन्टेस्टेन्टहरू आउनु भएको छ। गजब हुनेवाला छ सो। यो यहाँहरूले अड्कल पनि काटिसक्नु भएको छ। सुरुवात गर्ने बेलामा म आइसकेको छु अब, र अब सुरुवात पनि गरिहाल्छु। जजहरू सबैजना तयार पनि हुनुहुन्छ, दर्शक पनि तपाईँहरू पनि तयार हुनुहुन्छ, र आजको एपिसोडको लागि अलिकति केही कुरा गरिहालौँ। आज यो मञ्च करिब करिब निर्णायक मोडमा छ। यहाँका प्रस्तुतिहरूले मेगा अडिसनको ढोका ढकढकाइरहेका छन्। यो दौड होइन, यो त अभियान हो, पहिचानको, विश्व सामु कला, संस्कृति र सृजनशीलताको। नेपाली मौलिकतालाई सलाम गर्दै देशका कुना कुनामा जीवन्त रहिरहेका हाम्रा संस्कृतिहरूले हाम्रो शान बढाएका छन्, मान बढाएका छन्। आजको एपिसोडको सुरुवात पनि यसरी नै गरौँ। देखेर तिमीलाई, हेरेर तिमीलाई, तिमीलाई तिमीलाई भेटेर तिमीलाई, सम्झेर तिमीलाई, तिमीलाई तिमीलाई देखेर तिमीलाई, हेरेर तिमीलाई, भेटेर तिमीलाई, सम्झेर तिमीलाई, मनै मनमा माया तिन पाते भइदियो, मनै मनमा माया तिन पाते भइदियो।
मलाई हजुरको बारेमा केही भनिदिनु हजुरको परिचय मेरो नाम चाहिँ विक्रम तामाङ स्टेज नेम चाहिँ विक्रम भनेर चिन्छ अनि म चाहिँ पोखरादेखि हजुर अन्डरग्राउन्ड डान्सरबाट हुनुहुन्छ कि प्रोफेसनल डान्सर नै हुनुहुन्छ अन्डरग्राउन्ड किनकि त्यो तपाईँको डान्समै झल्केको छ होइन क्रम भन्ने बित्तिकै क्रम्पिङ डान्समा जुन हुन्छ मैले सुरुमा सोचिरहेको थिएँ किनकि त्यो एकदम इनर्जीवाला डान्स हो नि त तर तपाईँले त्यो इनर्जीवाला डान्सलाई यस्तो फ्लोसँग प्रेजेन्ट गरिदिनु भयो नि होइन त्यो त्यसरी पनि हुन्छ भन्ने कुरो मैले कल्पना गरेको थिइनँ धन्यवाद धन्यवाद अनि पछि आएपछि जुन इनर्जी गर्नुभयो नि वाउ मैले यसमा धेरै कमेन्टै गर्न चाहिनँ एकैचोटि हजुरलाई उठेर थ्याङ्क यू सो मच अन्डरग्राउन्ड डान्स र तपाईँलाई प्रोफेसनल डान्समा के फरक लाग्छ फरक भनेको त्यही अब अन्डरग्राउन्डमा चाहिँ अब हामीले एकदमै रुल्सबाट त्यो रुल्सलाई मात्रै काम गरेको छौँ होइन कुनै मुभ्सहरू कुनै स्टेपहरू त्यहाँ गर्दैन हामीले प्र्याक्टिस है हामीले उसको त्यो बेसिक फाउन्डेसनलाई मात्रै प्र्याक्टिस गरेको हुन्छ अब कमर्सियलमा चाहिँ के हुन्छ हामीले कोरियोग्राफी गर्नु पऱ्यो अनि स्टेप शब्द गीतको शब्दले के भन्नु छ त्यो स्टेप गरिन्छ तर अन्डरग्राउन्डमा चाहिँ हामीले चाहिँ म्युजिकसँग चाहिँ कनेक्ट भएर गरिन्छ अनि यो कमर्सियल डान्स र अन्डरग्राउन्ड डान्सको जुन एउटा ब्रिफिङ एउटै हो भन्ने कुरो जुन भनिदिनु भयो त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद सबैको सोच यति नै भइदियो भने पक्कै पनि डान्स अझै माथि जान्छ किनकि नेपालमा पनि अन्डरग्राउन्ड डान्सरहरू चाहिँ एकदम अगाडि आउनु जरुरी छ सबै लो भएर बसेका छन् यसरी अगाडि आउनुपर्छ जस्तो लाग्छ मलाई थ्याङ्क यू सो मच मार्क्स प्लिज बाँधिएको केस खोला अब त लजाएको नजर त मोडा अब त बाँधिएको केस खोला अब त लजाएको नजर त मोडा अनि मनका कुरा बिस्तारै लामो यात्रा सँगसँगै काँपिएको हात समाई यादहरूको नयाँ घर बनाई एक फेरा बोली हेरना Wow, Jojo Lopasitu. Jojo Lopaman. So beautiful, so graceful. Thank you. तपाईँको स्टेप्सहरू यस्तो क्लिन थियो एन्ड वाज सो आई प्लिजिङ के त्यो हेर्नको लागि नि यति मजा आयो यति सुदिङ डान्स गरिदिनु भयो तपाईँले पोस्चरदेखि लिएर मुद्राजहरू तपाईँको एक्सप्रेसन्स त अफकोर्स इट वाज सो ब्युटिफुल हजुर क्लासिकलमा हजुरले कथक सिक्नु भएको कि भारतनाट्यम अर बोथ मैले दुइटै नै सिकिरहेको छु कलेजमा चाहिँ भारतनाट्यम सिकेको छु हजुर इन्डियाको अलाहाबाद युनिभर्सिटीमा मैले कथक सिकिरहेको छु कस्तो राम्रो है मिथिला म्याम म हेरेको हेरै भएँ म किन हेरेको हेरेँ भने यस्तो एक्सप्रेसन टक्क छुने गरेर त्यो अदाहरू जुन क्लासिकल डान्स
ट्रेनर हुन्छ उहाँले गर्न सक्ने क्षमता एकदम गुड परफर्मर तपाईँ होइन एकदमै राम्रोसँग प्रस्तुति दिनुभयो पक्कै पनि तपाईँ अगाडि भेट्छु म त्यति निर्धक्क छु म तपाईँलाई स्वागत गर्न हामी रेडी छौँ काहीँ ठहराउ थाहा छ है हजुर ठहराउ पर्फेक्सन गुड लक थ्याङ्क यू सो मच म्याम अब तपाईँको मार्क्स कति आइरहेछ हामी हेर्छौँ है I have a small request for Shilpa ma'am. So म तपाईलाई धेरै नै अडोर गर्छु तपाईको फिल्महरुदेखि लिएर तपाईको हलिउडदेखि लिएर सबै फिल्महरु मैले हेरेको छु Thank you Situ, thank you so much. I really want to share the stage with you today. Of course. That would be a pleasure Situ. Thank you so much. बाँधिएको केस खोला अब त लजाएको नजर यता मोरा अनि मनका कुरा बिस्तारै पोखा लामो यात्रा सँगसँगै Situ को यस्तो राम्रो performance पछि let's welcome our next contestant. साँझ परेपछि नि लैलै याद आउँछ तिम्रो धेरै मनभित्रको गुप्त कोठामा तिमी नै भन न म के गरौँ तिमी बिना तिमी नजिकाऊ रङ्गी चङ्गी संसारमा तिमीलाई खोजी बस्छु रात जति हुन्छ अझै तडपिरहन्छु मनको भावनालाई बुझाउँदै म कहाँ जाउँ र म कता जाउँ र तिमीदेखि टाढा मायालु तिमी नजिकाऊ तिमी नजिकाऊ दिलीप सर हजुर हजुरको पालो हो नि कमेन्ट दिनु ए मेरो पालो पो हो म गर्दिनँ कमेन्ट सिजन 1 मा मैले 5 महिनासम्म कमेन्ट गरेको छु यार हामी कमेन्ट नगर्ने अर्जुन भाइ यस सर फेरि पनि तपाईँलाई स्वागत छ थ्याङ्क यू सो मच सर तपाईँ अलरेडी हाम्रो दिमागमा त बसिसक्नु भएको छ है यो पालि चाहिँ मनमा बसेर जानुहोस् है ओ थ्याङ्क यू सर स्योर सर स्योर अल द बेस्ट तपाईँलाई डेफिनेटली हामी नेक्स्ट राउन्डमा भेट्छौँ स्कोर प्लिज थ्याङ्क यू सो मच सर थ्याङ्क यू सो मच सो मसँग चाहिँ हाम्रो कन्टेस्टेन्टहरूको लागि एउटा फन गेम सेगमेन्ट छ एज यु क्यान सी मसँग एउटा ग्लास छ र ग्लासभित्र चाहिँ हाम्रो चिट्स छ चिट्समा चाहिँ लाइक देयर 5 डान्स स्टाइल जो कि डिफ्रेन्ट हुनेछ एन्ड मैले चाहिँ कन्टेस्टेन्टहरूलाई इच कन्टेस्टेन्टहरूलाई ऱ्यान्डम कन्टेस्टेन्टहरूलाई चुज गरेर उहाँहरूलाई एउटा चिट्स दिनेछु र त्यो चिट्समा जुन डान्स स्टाइल छ उहाँले चाहिँ त्यो डान्स स्टाइलको पर्फर्म गर्नुपर्ने छ एन्ड एक्चुली यो एउटा ट्रिक पनि हो उहाँहरूको भर्सिटालिटी चेक गर्नको लागि सो गाइज आर यु अल एक्साइटेड फर दिस
एनर्जी ओके लेट्स स्टार्ट नाउ है त लेट्स स्टार्ट विथ ओके एउटा चुज गर्नुस् Oh, nice. I like this fusion. हजुरको स्टाइल चाहिँ कुन छ? Freestyle culture. So आज चाहिँ उहाँले गर्दै हुनुहुन्छ contemporary. Okay, let's give it up for Ramadan. देखेर तिमीलाई हेरेर तिमीलाई भेटेर तिमीलाई सम्झेर तिमीलाई Thank you. Come on, guys, Tali. Good job. Hey, Tali, koi energy, guy. I miss the energy, guys. I so wish. Salsa, let's go. चिट्स है गाइज मेरो फर्म बाहिर आएछ भने चाहिँ म तपाईलाई आसामको ट्रेडिसनल डान्स बताउँछु ओके उहाँलाई म आसामिज गान जुन आसामको ट्रेडिसनल डान्स हो नेपाली सङमा उहाँलाई म डान्स गराउँछु ओके लु कल्चर I think अब नेपाली कल्चरल डान्स मैले तपाईलाई सिकाउँछु ज्याउरे ओके भेरीमा मन तिन्छ सम्झिन सोचेकै we have most versatile dancers. Thank you.
हेलो नमस्ते तपाईको शुभ नाम के हो? मेरो नाम ट्रस्मी गर्बुजा। कहाँबाट आउनुभयो होला? मेरो घर चाहिँ म्याग्दी, जापानबाट आएको। ए जापानबाट आउनु भएको? कति वर्षपछि आउनुभयो? म 7 वर्षपछि। 7 वर्षपछि सानै हुँदा जानु भएको रहेछ है कि? कस्तो लागिरहेछ त? एकदम खुसी लागिरहेछ म्याम। अनि मेरो डान्स युनिभर्सले तपाईँलाई डान्सको माध्यमबाट फेरि आफ्नो देशमा आउने मौका दियो होइन? अनि तपाईँले जुन फिल्मी स्टाइल गर्नुभएको थियो नि, मलाई त एकदम त्यो फिल्मलाई चाहिने टक्क फ्रेमलाई चाहिने हिसाबले तपाईँले एकदमै राम्रो प्रस्तुति दिनुभयो, एक्सप्रेसन पनि राम्रो गर्नुभयो। तर मलाई त थाहै थिएन कि त्यहाँ पहिला दिलीप भाइको फोटो छ भनेर। दिलीप सरको फोटो छ भने थाहा पाएको भएदेखि त्यहाँ म उभिदिन्थेँ। तपाईँले एकदम कोसिस गर्नुभएको छ होइन? त्यति टाढादेखि आफूलाई तयार गरेर आउनु भएको छ। कोरियोग्राफी कसले गरिदिएको? आफै गरेको? हजुर, मम्मीले गरिदिनु भएको। मम्मीले गरिदिनु भएको? मम्मीलाई एकदम थ्याङ्क यू भन्नुहोस् है। अब यहाँ तपाईँले अगाडि जाने मौका पाउनुभयो भने यहाँ चाहिँ राम्रो राम्रो कोरियोग्राफरले तपाईँलाई सिकाउने अनि तपाईँले धेरै सिकेर जाने है। अल द बेस्ट। थ्याङ्क यू म्याम। अब चाहिँ स्कोर कति आयो होला हेरौँ है। नेक्स्ट टैलेंट प्लीज। हेलो गाइज, नमस्ते, आम रवि पटेल। यो फिल्ममा राम्ररी लागेको चाहिँ 15 वर्ष नै भनौँ होइन। सिजन 1 मा चाहिँ म एज अ त्यसमा कोरियोग्राफर पनि आएको थिएँ, तर बिचमा चाहिँ मैले क्विट गर्नु परेको थियो किनभने अलिकता मेरो एउटा पर्सनल रिजन थियो होइन, फ्यामिली रिजन अनि अलिकता धेरै कुराको रिजनहरू थियो होइन। त्यो डान्स युनिभर्समा सिजन 2 मा एज अ कन्टेस्टेन्ट आउनको मेन मोटिभ चाहिँ मेरो बुढी हो। मेरो बुढीले चाहिँ तपाईँ पनि जानु, कम्पिटिसन खेल्नु, कम्पिटिसन गर्नु, अरूलाई कति कोरियोग्राफ गर्नुहुन्छ, अनि मलाई पनि कता न कता एउटा कुनै यस्तो रियालिटी सो आउँछ कि म पनि पार्टिसिपेट गरौँ भन्ने चाहिँ हुन्थ्यो मनमा। अनि नेपालको एउटा बिगेस्ट रियालिटी सोमा म एउटा एज अ पार्ट बनेर आएको छु। थ्याङ्क यू सो मच मेरो बुढीलाई मलाई यो सोमा जानु, यस्तो गर्नु उस्तो गर्नु भनेर मलाई पठाएको छ। आई होप कि मेरो बुढीलाई म यो रियालिटी सोमा आएर उसलाई प्राउड फिल गराउँछु अनि मेरो फ्यामिलीलाई अनि मेरो जति समाज, मेरो साथीभाइ, मेरो सर्कलहरू सबलाई म प्राउड फिल गराउँछु। अनि मैले जति सिकेको छु यही स्टेजमा मैले निकाल्ने छु र देखाउने छु। बी रेडी गाइज।
ओ माई गॉड, म सरप्राइज भएँ, खुसी पनि लाग्यो। कसरी तपाईँ एज ए कन्टेस्टेन्ट आउने सोच्नुभयो? पोहोर साल तपाईँ कोरियोग्राफर हुनुहुन्थ्यो। एक्चुअलीमा चाहिँ अरूलाई चाहिँ कति नचाऊँ, आफू पनि अब नाचौँ र मेरो पनि ट्यालेन्ट देखाऊँ भनेर एउटा इच्छा हो। अनि प्लस मलाई चाहिँ के लाग्छ कि नेपाली जति डान्सरहरू हुनुहुन्छ यो सो चाहिँ करियरको लागि चाहिँ बेस्ट हुनसक्छ। अनि थ्याङ्क यू म्याम। अनि मेन मेरो बुढीको लागि पनि हो, अनि आफ्नो लागि पनि हो, अनि फ्यामिली अलिकता साथीभाइ फ्यान फलोइङ जति हुनुहुन्छ सबैजनाको लागि हो। रवि भाइ। हजुर म्याम। मलाई यति खुसी लाग्यो कि तपाईँले भनिदिनु भयो मिथिला शर्मा बुढी भएर किन नाच्छ भनेर। हिजो सिकाउँदै हुनुहुन्थ्यो हजुर होइन, तर सिक्ने मान्छेले पनि नाच्छ नि। हजुर हजुर। म सिकाउन थालेँ, अब मैले पर्फर्मेन्स गर्नु हुँदैन भन्ने मान्छेहरूको लागि जवाफ हो तपाईँ। थ्याङ्क यू थ्याङ्क यू। तपाईँको स्कोर हेरौँला है। बधाई छ बधाई छ। अल द बेस्ट। अब फेरि नेक्स्ट कन्टेस्टेन्ट बोलाउने बेला भएको छ। नेक्स्ट कन्टेस्टेन्ट प्लिज। नमस्ते, मेरो नाम चाहिँ याङ्कित लेप्चा हो र म सोरेङ वेस्ट सिक्किमबाट हो र फिलहाल चाहिँ म अहिले मेरो ग्रेजुएट कम्प्लिट गरेर म डान्समा फोकस गर्दैछु र मेरो टोटली अहिले फोकस चाहिँ मेरो डान्सपट्टि नै छ। मेरो घरमा मेरो जोइन्ट फ्यामिली बस्नुहुन्छ। मेरो फ्यामिलीमा चाहिँ म, मेरो मम्मी, मेरो 2जना भाइ, 2जना दाजु हुनुहुन्छ। मेरो पापा चाहिँ रुखबाट चढेर एक्सिडेन्ट भएर खस्नु भएको। डान्स चाहिँ मेरो लाइफमा एकदम इम्पोर्टेन्ट हो। मेरो एउटा म जब स्याड हुन्छु, जब म एक्लै फिल हुन्छु तब म डान्स गर्छु। डान्सको थ्रुबाट मेरो इमोसन म देखाउन सक्छु, मेरो हरेक कुरा देखाउन सक्छु, एक्सप्रेस गर्न सक्छु मेरो फिलिङ्सलाई डान्सको थ्रुबाट। सो डान्स छैन भने चाहिँ मेरो लाइफमा केही अधुरो भएको जस्तो फिल हुन्छ मलाई। मेरो लागि मेरो डान्स युनिभर्स चाहिँ एकदमै इम्पोर्टेन्ट छ, किनकि मेरो फ्यामिलीले चाहिँ मलाई लास्ट चान्स दिइरहेको छ। किन उनीहरूले चाहिँ भन्नुहुन्छ कि अब डान्समा बेसी इन्ट्रेस्ट फोकस नगर्नु, गभर्मेन्ट जब गर्नुहरू भनेर भन्नुहुन्छ। मैले चाहिँ गभर्मेन्ट जब गर्नु भनेर भन्छु नि। अब कसरी भोलि पर्सि सबैले पाउँदैन गभर्मेन्ट जब भनेर चाहिँ अब गभर्मेन्ट जबै गर भन्छु, तर उसले चाहिँ डान्समै फोकस बसिरहेको छ अहिलेसम्म। मेरो डान्स युनिभर्स चाहिँ मैले किन चुज गरेको भन्दा चाहिँ यसमा चाहिँ मलाई फ्यामिलीले पनि भन्नुहुँदै थियो अगाडिदेखि लास्ट अपर्च्युनिटी हो तेरो लागि भनेर, अब फर्दर नगर्नु भनेर। अनि मैले यो अडिसनको बारेमा चाल पाएँ। म यसको थ्रुबाट चाहिँ उनीहरूलाई चाहिँ देखाउन चाहन्छु कि म हिम्मत हार्नु सक्दिनँ अहिले भनेर चाहिँ उनीहरूलाई चाहिँ देखाउन चाहन्छु। तिम्रो मनको फुल कहाँ फुल्छ म टिपी ल्याउँछु र काँडाको डर नमान है सानी तिमीलाई म छु त आकाशभरि छाइदेऊ तिमी पङ्ख फिजाइदे तिम्रा मिठा सपनी भरि अड्दछु म कहाँ तिम्रा सबै खुसी जति पर्दछु कि म यहाँ छुइन कतै तिम्रो लायक म प्रयासमा बिलाउँछु र तिम्रो खुसीमा म रमाउला तिमी मेरो नबिर्सिनु है
म टिपी ल्याउँछु ल काँढाको डर नमान है सानी तिमीलाई म छु त हेलो याङ्कित हेलो सर ट्रेन्ड हो तपाईँ डान्सर नो सर यो सबै आफै कोरियोग्राफ गर्नुभएको आफै गर्नुभएको यस सर सो कमिङ ब्याक टु यो पर्फर्मेन्स होइन मलाई मेन अब मैले धेरैजना यहाँ के अरे हामीले कन्टेम्पोरेरी डान्सर्सहरू देखाएको छ क्या सो सबैजना आजकल केमा फोकस्ड भयो भनेपछि पावर मुभ्स होइन अलिकति डाइनामिक मुभ्स वाउ फ्याक्टरमा धेरै फोकस्ड भयो क्या त्यसले गर्दाखेरि चाहिँ बडीको जुन एक्सटेन्सन बडीको युज बडीमा जुन कन्ट्रोल हुनुपर्ने त्यो चिज चाहिँ कता कता मिस देखिरहेको छु मैले अरू कन्टेम्पोरेरी डान्सरहरूमा होइन तर तपाईँकोमा चाहिँ मलाई एकदम त्यो एक्सटेन्सन्सहरू चाहिँ प्रपर के अब तपाईँले भन्नुभयो म ट्रेन्ड होइन तर तपाईँको बडीको जुन ल्याङ्ग्वेज थियो त्यो एकदम ट्रेन्डवाला डान्सर जस्तो देखिरहेको थियो मैले फ्लेक्सिबिलिटी एकदम राम्रो छ तपाईँको होइन कोर्स चाहिँ त्यस्तै राम्रो लाग्यो मेरो डान्स युनिभर्स सिजन 2मा तपाईँ सिक्किमबाट आउनुभएको छ तपाईँ चाहिँ यो स्टेज चाहिँ किन सर यो स्टेज चाहिँ मेरो लागि एकदमै इम्पोर्टेन्ट छ किनकि मलाई चाहिँ मेरो मम्मीले चाहिँ भन्नुहुन्छ डान्समा चाहिँ अब फर्दर फ्युचर छैन भनेर घरमा यस्तो भन्नुहुन्छ तर मलाई चाहिँ अब फर्दर डान्समै मेरो करियर बनाउनु इच्छा छ अनि मेरो मम्मीले घरमा लास्ट चान्स भनेर पनि मलाई भन्नुभएको छ तेरो लागि अब तेरो फर्दर फ्युचरको लागि गभर्मेन्ट जब नै सेक्योर हो एउटा एज अ मदर भएर भन्नुभएको उहाँले तर मलाई चाहिँ लाग्छ कि म डान्समै फर्दर मेरो करियर बनाउँछु भनेर उहाँलाई म चाहिँ प्रुफ गर्नु चाहन्छु यो प्लेटफर्मको थ्रुबाट मेरो फ्यामिलीलाई भन्नु चाहन्छु म यो छोरीको लागि तपाईँको आमालाई के अनुरोध गर्छु भने यति राम्रो प्रतिभा भएको छोरीको भविष्य छैन भनेर निराश नहुनुहोस् उहाँले तपाईँको मात्र होइन तपाईँको परिवार र पुरै सिक्किम क्षेत्रलाई नै चिनाउनु हुनेछ चिनिराखेकै हो क्षेत्र त चिनाउनु पर्दैन तर पनि त्यहाँको नेपाली चेली यस्तो नाच्थ्यो भनेर संसारमा बसेका नेपालीहरूले यसै थाहा पाउनुहुन्छ अल द बेस्ट थ्याङ्क यू म्याम सो तपाईँको स्कोर हेरौँ तपाईँको लास्ट चान्स चाहिँ अझ अगाडि बढ्दो रहेछ कि नबढ्दो रहेछ है त थ्याङ्क यू अङ्कित नेक्स्ट कन्टेस्टेन्ट आइदिनुहोस् पातलुको भित्र लुकी गई गाउँदैछ चिसो हावाले यो मन सुमसुम्याउँदैछ पातलुको भित्र लुकी गई गाउँदैछ चिसो हावाले यो मन सुमसुम्याउँदैछ तिमी आएदेखि हो जिन्दगानीमा पहिलोचोटि यति धेरै मजा आउँदैछ भन्दा धेरै फरक पो छौ कि कतै झुक्याएर मलाई तिमी हराउने हौ कि कतै भित्र भित्र मुटु भित्र लागिरहन्छ मलाई डर कल्पनामै बनाइरहन्छु तिम्रो मेरो सानो घर सानो कथा थियो कहानी भइदियो त्यसमा फेरि एउटा राजा रानी भइदियो
एउटा सानो कथा त्यो कहानी भइदियो त्यसमा फेरि एउटा राजा रानी भइदियो एकान्तमा तिमीलाई सधैँ बस्नु नै चास फेरि जस्तै मलाई बानी भइदियो तपाईको शुभ नाम? नमस्ते म्याम, सम्पूर्ण जजलाई नमस्ते। मेरो नाम प्रशान्त सुन्दास, धनकुटाबाट। यो गीतमा सबैभन्दा धेरै पर्फर्मेन्स भएको होला, तर यो नौलो किसिमले क्लासिकलसँग मिसाएर तपाईँले जुन गर्नुभयो नि त्यो चाहिँ अत्यन्तै उत्कृष्ट नै थियो। थ्याङ्क यू सो मच म्याम। तपाईँको अदाहरू तपाईँले यस्तो स्मुथली लैजानुभयो। मैले हेरिरहेको यो गीतको यही फर्ममा मिलाएर अरू गीतहरूमा गर्दाखेरि भन्दा यो बेटर लाग्यो मलाई। थ्याङ्क यू सो मच म्याम। अनि तपाईँ पक्का डान्सर, कति वर्ष भयो नाचेको? ठ्याक्कै यतिहरू थाहा छैन, सायद 10-12 वर्षभन्दा सायद धेरै भयो होला। एकदमै राम्रो नाच्नु भएको छ तपाईँ। नाचमा यति चुर्लुममा डुब्नु भएको छ भन्ने कुरा तपाईँको बडीको त्यो कन्ट्रोल अनि तपाईँको त्यो स्मुथनेस, एक्सप्रेसन दिने, कति ठाउँमा कति दिनुपर्छ भन्ने त्यो दिन जान्ने अदाहरू चाहिँ वाउ नै थियो। स्पेसली तपाईँले यो गीतमा क्लासिकलमा मोडर्न स्टाइल गरेर जुन किसिमले पर्फर्म गर्नुभयो त्यसका लागि धेरै धेरै धन्यवाद। र तपाईँबाट हामी धेरै चाहन्छौँ कि हामी जुरुक्क उठिहालेनौँ, किनभने तपाईँ धेरै दिन जाने मान्छे हो भन्ने हामीलाई अलिअलि थाहा भयो। त्यो धेरै दिने मान्छेसँग अझै लोभ लाग्छ होइन, यो त भर्खर सुरुवात छ। अब पछि हामी अझै तपाईँसँग हेर्दै जानेछौँ, लिँदै जानेछौँ। तपाईँहरू जस्तो कलाकार आइदिनुहुन्छ र मेरो डान्स युनिभर्सले राम्रो कलाकार पाउँछ र यसको उद्देश्य पनि पुरा हुन्छ। तपाईँले यो कार्यक्रमको उद्देश्य छर्लङ्ग बुझेको कुरा तपाईँको नृत्यले थाहा हुन्छ। थ्याङ्क यू सो मच। प्रशान्तजी, हजुर सर, मैले मनमा लागेको कुरा सबै दिदीले भन्नुभयो क्या, साँच्ची हो। तपाईँ डान्स सिकाउनु पनि हुन्छ है? हजुर। हाम्रो नरेशजीको डान्स पनि हेर्नु पऱ्यो एकचोटि। खै नरेशजी, यत्रो डान्सहरू हेऱ्यो तर नरेशजी गायब। हाम्रो नरेशजीलाई अलिकति तपाईँ डान्स सिकाइदिनुहोस् ल। अब नरेशजी हाजिर हजुर। ल तपाईँलाई सिकाउनु गुरु हामीले ल्याइदिइसक्यौँ। बल्ल मजा आयो सर। प्लिज, हामीले यति धेरै डान्स हेरिसक्यौँ नि। हजुर, अब तपाईँको डान्स हेर्नु पर्यो किनकि सिजन 1 सकिसक्यो। यस्तो राम्रो टिचर आइपुग्नु भएको छ। सर नाचौँ प्लिज। एकचोटि जोरदार ताली मेरो लागि। दिलीप सर, मलाई किन फसाउनुहुन्छ? सर सिजन 1 सकिसक्नु भयो। अलिअलि गरी खाएको छु यो बोलेर, तपाईँलाई यो गाह्रो भयो? सर सिजन 2 को सुरुवातमा अलिकति यो डान्सको प्रोग्राम भएपछि अलिकति गुरु, यति राम्रो गुरु भेट्नु भएको छ। प्लिज प्रशान्त सर, यस्तो स्टेप मलाई सिकाइदिनुहोस् अथवा यस्तो अदा सिकाइदिनुहोस् कि उहाँहरू हेरे हुनुहोस्। अघि तपाईँको एउटा एक्सप्रेसन आइरहेको थियो नि, अदा आइरहेको थियो नि। पुग्यो। यो नाच्ने काम साह्रै गाह्रो छ, मलाई योभन्दा बढी नगराउनु होला। तपाईँलाई मेरो सम्मान छ। हस्, हामी बरु ब्याक स्टेजमा सिकौँ, त्यसपछि म यस्तो खतरा भएर यहाँ आएर नाच्छु कि फिनालेमा मैले बाचा गरेँ, मैले नाच्ने भएँ। यस, हामी हेर्नेछौँ। हस्, मलाई साह्रै अप्ठ्यारो भइसक्यो, यहाँ गाह्रो रहेछ। बोल्न आउँदाखेरि चाहिँ सजिलो रहेछ, जसरी बोले पनि भयो, जता गए पनि भयो। नाच्ने भनेर यहाँ आउँदाखेरि चाहिँ खुट्टा साँच्चीको लग कामदो रहेछ। सम्पूर्ण हाम्रो कन्टेस्टेन्टहरूलाई मेरो तर्फबाट सम्मान, गजब गर्नुभएको छ र यो मञ्चलाई तपाईँले सदुपयोग गर्नुभएको छ, किनकि यो मञ्च भनेको त्यस्तो मञ्च हो जुन मञ्चले तपाईँहरूको सपना साकार गर्दैछ, तपाईँको जीवनलाई अझ बढी अगाडि बढाउँदैछ। एकचोटि सम्मान मेरो डान्स युनिभर्स सिजन 2 लाई। थ्याङ्क यू। अब तपाईँले स्कोर कति पाउनुभयो हेरौँ है त सबैजना। Thank you so much, ma'am. Thank you so much, sir. Thank you so much. अब कसको पालो आएको छ त्यहाँ तपाईँ पर्खिरहनु भएको छ, हामी यहाँ पर्खिरहेको छौँ। आउनुहोस्।
हिजै राति तिमीलाई देखे सपनीमा हे हिजै राति तिमीलाई देखे सपनीमा कस्तो संजोग भेट भयो आजै विपनीमा धरुधर्म घाटेको छैन मैले तिम्रै कसम खाए भेट्नै भने नौ डाँडा काटेर मागे सुन मायालु भेट्नै भने नौ डाँडा काटेर मागे सुन मायालु नाचौँ गाउँ हाँस खेल गरौँ भेट भएको रमाइलो दिनमा 2 दिनको भोलि यो जिन्दगानी लौ माया यसै पालामा नाचौँ गाउँ हाँस खेल गरौँ भेट भएको रमाइलो दिनमा 2 दिनको भोलि यो जिन्दगानी लौ माया यसै पालामा 2 दिनको भोलि यो जिन्दगानी लौ माया यसै पालामा नमस्ते नमस्ते तपाईँ कहाँबाट आउनुभयो म युएसबाट युएस कुन ठाउँबाट ओहायो सिन्सिनाटीबाट सो तपाईँको शुभ नाम लक्ष्ना राई लक्ष्ना तपाईँ धेरै मिठो नाच्नु हुँदो रहेछ थ्याङ्क यू राम्रो नाचेरै तपाईँ खासमा यहाँसम्म आइपुग्नु भएको हो होइन अब अमेरिकादेखि आइपुग्नु भएको छ अब यहाँबाट धेरै कुराहरू सिकेर जानु होला हस् यहाँ नृत्यका बादशाहहरू खतरा खतरा टिचरहरू हुनुहुन्छ गुरुहरू हुनुहुन्छ उहाँहरूसँग धेरै कुराहरू सिकेर जानु होला नेक्स्ट राउन्डमा म तपाईँलाई देख्न चाहन्छु है अल द बेस्ट र अहिले चाहिँ नि हाम्रो जजहरूले तपाईँलाई कति नम्बर दिनुभयो स्कोर हेरौँ न है त हस् स्कोर प्लिज थ्याङ्क यू नेक्स्ट कन्टेस्टेन्ट प्लिज तिमीले मनको कुरा आँखाले बुझ्छौ थ्याङ्क यू बतासले उडाइ ल्यायो माया मेरो फुलमाथि सजाइदियो छाया तिम्रो जिन्दगानी उपहार भो झकमक जोबन फुल्यो सजो जिन्दगानी उपहार भो झकमक जोबन फुल्यो तिमीले मनको कुरा आँखाले बुझ्छौ नमस्कार सबैजनालाई मेरो नाम वन विश्वकर्मा कहाँबाट आउनु भएको हजुर बिचबाट छ फ्रेस एउटा वर्ड हैन लाइक गीत चाहिँ पुरानो
त्यो नस्टेल्जिया फिल भइरहेको छ होइन शिवश्रेष्ठ सरको त्यो भिजुअलाइजेसन कहाँ उ गरेर तर तपाईँको पर्फर्मेन्स हेर्दाखेरि चाहिँ त्यो नयाँ चिज के होइन सो त्यो नस्टेल्जियामा नयाँ चिज देख्दाखेरि चाहिँ त्यो जुन ब्लेन्ड भइरहेको थियो एन्ड देन तपाईँको बडीमा चाहिँ वाट आई लाइक दिस लाइक तपाईँ एकदम फङ्की हुनुहुन्छ क्या बडी चाहिँ एकदम खुल्ला छोडिराख्नु भएको छ तर लेगबाट चाहिँ बिट समातिराख्नु भएको छ त्यो चाहिँ मलाई एकदम मन पऱ्यो त्यो आइसोलेसन्स भनौँ न होइन फुटवर्क त अब भन्नै परेन सबै चिज थोरै एक्सप्लोर गरेर तपाईँले सबैको फाउन्डेसन मजाले बुझेर अनि तपाईँले सबै चिजलाई चाहिँ त्यहाँ ब्लेन्ड गरेर हाल्नु भएको छ सो टेक्निकल्ली चाहिँ इट वाज एकदम स्ट्रङ जजेस स्कोर हेरौँ है त अल द बेस्ट समान थ्याङ्क यू कोही भन्दा कोही कमी हुनु नभनेर विश्वभर छरेर बस्नुभएका हाम्रो नेपाली ट्यालेन्टेड डान्सर्सहरूले आज चाहिँ मेरो डान्स युनिभर्सको स्टेजमा चाहिँ प्रुफ गरिसक्नु भएको छ है के लाग्छ तपाईँहरूलाई एकदम अनि आई थिङ्क सिजन 2 को लेभल चाहिँ कहाँ माथि पुगिसकेको छ त्यसको त कुरै नगरौँ अनि मलाई चाहिँ आज खासमा कन्टेस्टेन्टहरूलाई भेट्दाखेरि इन्टरेक्ट गर्दाखेरि चाहिँ मलाई त्यो मेरो आफ्नै अडिसनको डेजहरू याद आइरहेको थियो कि कस्तो नर्भसनेस फिल हुन्छ अनि त्यो पेटमा त्यो अलिकति काउकुती लागेको जस्तो अनि फेरि नर्भसनेस फेरि एक्साइटमेन्ट त्यो मिक्स फिलिङ त्यो इट्स कस्तो डिफ्रेन्ट क्या अनि बाहिर चाहिँ कन्टेस्टेन्टहरूसँग म कुरा गरिरहेको थिएँ भन्दाखेरि चाहिँ भन्नुहुन्छ कि म एकदमै नर्भस छु एकदमै डर लागिरहेको छ तर स्टेजमा बबाल पर्फर्मेन्स दिइराख्नु भएको छ एन्ड जहाँसम्म लाग्छ हाम्रो जजेसहरूले पनि इन्जोय त पक्का पनि गरिराख्नु भएको छ मलाई चाहिँ मिथिला म्याम तपाईँलाई सोध्न मन लाग्यो कस्तो भइरहेको छ हाम्रो अडिसन सिजन 2 को पक्कै पनि पहिला फर्स्ट हुँदाखेरि चाहिँ धेरै मान्छेलाई के हो कसो हो भन्ने जस्तो लागेको थियो होइन त्यसपछि के भयो भने नेपालीपन नेपाली मन लिएर यो स्टेजमा आएपछि केही न केही गर्न सक्छु भन्ने मन लिएर आएको पार्टिसिपेन्टहरूलाई मैले भेट्टाएँ त्यसैले हामी पनि कम छैनौँ नेपालीहरू जुनसुकै तालमा पनि नाच्छौँ फेरि यो डान्स भनेको त युनिभर्सल ल्याङ्ग्वेज हो त्यसको लागि कुनै बााउन्ड्री हुँदैन र पनि पहिचान चाहिँ हुन्छ परिचय चाहिँ हुन्छ चिनारी चाहिँ हुन्छ होइन त्यो चिनारीलाई पनि सँगसँगै लिएर अन्तर्राष्ट्रिय बिटहरूसँग नाच्न सक्छन् जस्तो चाहिँ मलाई लागिरहेको छ वाह मिथिला म्याम अब चाहिँ आई थिङ्क मैले धेरै टाइम वेस्ट गर्दिनँ जजेस हजुरहरूको पनि र कन्टेस्टेन्टहरूको पनि अब चाहिँ म छिट्टै जान्छु र कन्टेस्टेन्टहरूलाई बोलाउँछु है सरी बाई बाई तिमी
नमस्ते। नमस्ते सर। हजुरको परिचय दिनुस् त। हजुरको शुभ नाम? मेरो नाम मिशिता शेर्पा, सोलुखुम्बुबाट। माय गॉड, तपाईँ नेवारी नभइकन पनि नेवारी नाच्नुभयो त? हजुर। तपाईँले भर्खर के थियो वर्डिङहरू बुझ्नु भएको थियो? हजुर, हामीले चाहिँ वर्डिङ चाहिँ युट्युबबाट हेरेर प्लस हाम्रो गुरुहरूबाट पनि त्यही भएर चाहिँ त्यसरी गरेको। गुरुले सिकाउनु भएको तपाईँलाई? हजुर। राम्रो नृत्य गर्नुभयो। अझै यो नेवारी नृत्यमा चाहिँ 2-4वटा नेवारी स्टेप्सहरू पनि भइदिएको भएदेखि अझै राम्रो हुन्थ्यो। जे होस्, हाम्रो मन जित्नु भएको छ, राम्रो गर्नुभएको छ, राम्रो गर्दै जानु होला है त। अल द बेस्ट। गीतले के भनेको थियो बुझ्नु भएको थियो? हजुर। के भनेको थियो? सिरसाया हेगो झिमी दाइजा बिगु भनेको चाहिँ त्यो जुन चाहिँ तान हुन्छ, तानको बिडी हुन्छ नि, लाइक चर्खा। हजुर, चर्खा मिन्स त्यही हो। जब मेरो मनपर्ने मान्छेले मलाई चर्खा दियो, चर्खाको बिड दियो, मेरो चञ्चल भएको मन चाहिँ शान्त भयो रे क्या। तपाईँ भनेपछि मन शान्त भएको छ नि त? एकदमै। अब हामीले मार्क्स दिएपछि झन् तपाईँको मन झन् शान्त हुन्छ है त। स्कोर प्लिज। म चाहिँ मिथिला म्यामको चाहिँ एकदमै बिग फ्यान बच्चैबाट। अनि उहाँको एक्सप्रेसन त्यही भएर नै अलिअलि कपी गरेको थिएँ, तर फुल त नसकौँला। अनि त्यही भएर म्यामलाई चाहिँ यो स्टेज चाहिँ सेयर गर्न मन थियो। प्लिज म्याम। प्लिज म्याम। मार्क्स पनि हेरिहाल्नुभयो। अब अर्को कन्टेस्टेन्ट को हुनुहुन्छ हामीलाई पठाइदिनुहोस् न ल। थ्याङ्क यू। अल द बेस्ट। नमस्ते, म रोशन गुरुङ, म युकेबाट एन्ड म चाहिँ ओपनिस्टा नै गर्छु, तर प्रोफेसनल चाहिँ म चाहिँ अलिकति हिपहप नै गरेर आउँछु। तर योपालि चाहिँ अलिकति आफ्नो स्टाइल थोरै चेन्ज गरेर चाहिँ प्रेजेन्टेसन गर्न खोजिरहेको छु। मेरो डान्स युनिभर्स सिजन 2 चाहिँ मेरो लागि चाहिँ एकदमै किमती कुरा छ। मेरो फ्यामिलीले मैले छोडेर म यहाँ आएको छु, फुल पर्फर्मेन्स दिएर चाहिँ जितेर गएर चाहिँ मजाले जानेवाला छु। मनसँग मन बोल्न बाँकी छ। आँखा बोले नि मनसँग मन बोल्न बाँकी छ। मनमै छ आशा, मनमै छ सपना, ओठैले खोल्न बाँकी छ। जीवनको बाटो उकाली अनि
पानी ओराले समाउनु हात माया तिमीले सुस्केर हाल्ने चौतारी अनि देउराले दिनु है साथ माया तिमीले बाँकी छ हिउँदो बाँकी छ बर्खा घामैले पोल्न बाँकी छ हाई हजुरको नाम अनि कहाँबाट होला? म रोशन गुरुङ युकेबाट। स्वागत छ रोशनलाई मेरो डान्स युनिभर्स सिजन 2 मा। थ्याङ्क यू सो मच। हजुर डान्स सिक्नु भएको कति भयो? अलमोस्ट हिँड्न थालेको चाहिँ 12-13 इयर्स भयो, बट प्रोफेसनल तरिकाले चाहिँ अलिक राम्रोसँग गएको छैन। तर नाच्न थालेको चाहिँ यो खुट्टा चाल्न थालेको चाहिँ 12 वर्ष। मलाई चाहिँ तपाईँको पर्फर्मेन्स एकदमै राम्रो लाग्यो होइन। ओभरअल इट वाज अ गुड एक्ट। हजुरको एक्सप्रेसन्सदेखि लिएर तपाईँले कस्तो मजाले इन्गेज गराउनु भयो विथ यर एक्ट। सो आई रियली लाइक्ड इट। I hope to see you in next round and let's see the score. Okay, thank you ma'am. Score please. एउटा कुरा भन्छु, टाढाबाट आएको छु, धेरै माया, सबैको माया बोकेर चाहिँ बेलायतको युकेको माया बोकेर आएको छु। यतिकै जानेवाला छैन। 514 युकेको लागि। थ्याङ्क यू। थ्याङ्क यू, अल द बेस्ट। हाम्रो नेक्स्ट ट्यालेन्टलाई बोलाइदिनु होला प्लिज। आइदिनु होला, आइदिनु होला, आइदिनु होला। केशले नै घेरी कि देवी गङ्गा साथमा कान्ति छर्दै टेडिएका चन्द्रमा छन् माथमा। केशले नै घेरी कि देवी गङ्गा साथमा छर्दै टेडिएका चन्द्रमा छन् माथमा। बाघ छाला बेरिएको झल्ल सेतो गाथमा। चित्त मेरो टाँसियोस् है शम्भु भोला नाथमा। केशले नै गम रे सा सा प म प ग म प सा प म प ग म प ग म रे सा सा प म प ग म प ग म प नि सा 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 प नि सा रे ग नि सा ग म प
मलाई तपाईँको बारेमा भन्नुहोस् न, कहाँबाट आउनुभयो, तपाईँको नाम के हो? नमस्ते, मेरो नाम आकाश भुइँया, म आसामबाट। अनि आज यहाँ आएर म निकै खुसी महसुस गर्दैछु। I'm very glad that I got this opportunity to show my talent. नेपाल मेरो लागि सपना थियो। आज लाइक कसरी मैले सकेँ त्यो सोच्दा मेरो कष्टको बारेमा मलाई याद आउँछ, मैले कति गरेको रहेछु भनेर। अझै छ, अझै गर्छौँ, जस्ट सिक्दैछु, हेर्छु के हुन्छ भविष्यमा। असमबाट म नेपाली हुँ, नेपाली जाति, म नेपाली रियालिटी सोमा, युनिभर्सल डान्स रियालिटी सोमा जाँदैछु भन्दा तपाईँलाई कस्तो लागेको थियो? फर्स्ट त मेरो आमाको लागि, आमाको सपना थियो सानदेखि नै मलाई नचाउनु भएको। गाउँको स्टेजमा मलाई निकै नचाउनु भयो, बाबाले मना गर्नुहुन्थ्यो, किन नचाउँछस्, के गर्छ नाचेर। थियो छिमेकीले पनि भन्थे के नाच्छ यसले, के र गर्छ। त्यसपछि आफ्नो मेहनतले मैले कष्ट गर्दै गएँ। निकै मेरो साह्रो थियो यो जर्नी, यहाँसम्मको त निकै साह्रो छ, अझै छ। आमालाई म डेडिकेट गर्न चाहन्छु, आज जे छु म आमाको लागि छु। मेरो शुभकामना छ, तपाईँलाई म पछिको राउन्डमा पनि पक्कै भेट्छु जस्तो लागेको छ। हेरौँ पछाडिको स्कोरले के भन्छ। अब नेक्स्ट को हुनुहुन्छ, आउनुहोस् त। तपाईँको बारेमा भनिदिनुहोस् न त मलाई। हेलो म्याम, नमस्ते। मेरो नाम अरुणा साउदेन लिम्बू हो। म माई नगरपालिका 1 निलामबाट हो। तपाईँले जुन ओपन स्टाइलमा डान्स गर्नुभयो नि, त्यसको लागि तपाईँले न्याय गर्नुभएको छ है। तपाईँ राम्रो डान्सर हो, राम्रो भएर नै यो मञ्च पाउनु भएको छ। अब राम्रोहरूको बिचमा आफूलाई कहाँ पाउनुहुन्छ त्यो पछि हामी हेरौँला। अहिलेलाई चाहिँ स्कोर हेरौँ है। स्कोर प्लिज। अल द बेस्ट। तपाईँ जानुहोस्, जाँदा जाँदै त्यहाँ अरू पर्खेर बस्नु भएको छ नि, तपाईँको पछाडि जो उभिनु भएको थियो उहाँलाई जानुहोस्, तपाईँ गएर पठाइदिनुहोस् है। गुड लक। थ्याङ्क यू। नमस्ते, मेरो नाम आदित्य पाचकोटी र म झापा दमकबाट, र अहिले चाहिँ म 20 वर्ष लागिसकेको छु। हिपहप, लिरिकल, लकिङ, फुटवर्क हाउसहरू गर्छु। मेरो लागि त डान्स एउटा भगवानै हो। डान्सको कारणले मेरो घर फ्यामिली चलिरहेछ।
मेरो फ्यामिली चाहिँ म छु, मेरो भाइ छ, अनि मेरो मम्मी हुन्छ, अनि मेरो बाबा हुन्छ। बाबा चाहिँ पहिला भ्यान कुदाउनुहुन्थ्यो, त्यसपछि जिउ पुरै कमजोर छ, केही गर्न सक्नुहुन्न, घरको कामहरू चाहिँ गर्नुहुन्छ अलिअलि। मेरो मम्मी चाहिँ हस्पिटलमा सफा गर्ने काम, लुगा धुने काम गर्नुहुन्छ। मेरो भाइ चाहिँ 10 पास गरेर पढाइ छोडिसकेको, अनि भाइ पनि अहिले लुगा सिलाउने काम गर्छ। म चाहिँ प्रोग्रामहरूबाट अलिअलि कमाउँछु, अनि त्यसपछि भनेको मेरो मम्मीले महिनामा 12-15 हजार कमाउँछ, अनि भाइकोबाट पनि अलिअलि हुन्छ। मलाई चाहिँ सबभन्दा सुरुमा मेरो भाइलाई सेभिङ गरेर पढाउनु मन छ। दुःखले पनि अब त्यति सकिनँ पनि मैले पढाउनु। अब पढ पनि भनेको नपढ्ने भने म बरु डान्सै गर्छु, म यताउति गर्छु, बरु तपाईँले हेल्प गर्छु। पढेको भए झनै राम्रो हुन्थ्यो, धेरै नपढे पनि 10-12सम्म पढ्दियो भने। किन आफूले पढिन नि त, आफ्नो पढाइ नै छैन। मलाई चाहिँ मेरो डान्स युनिभर्स सिजन 2बाट होप पनि छ, केही गर्नु सक्छु भने पनि छ। यदि म अगाडि बढिनँ भने पनि केही छैन, हजुरहरूको माया र सपोर्ट पायो भने हार चाहिँ कहिले म मान्दिनँ। भेट्न आउँदा रातै पर्यो बाटैमा, सन्नानीलाई भेट्न आउँदा रातै पर्यो बाटैमा, लाइटै थिएन साथैमा, अँध्यारोमा के भो आँखै पनि देखिन, लडे म त सन्नानी रातो माटैमा, लडे म त सन्नानी रातो माटैमा, लडे म त सन्नानी रातो माटैमा। नमस्ते। नमस्ते सर। यहाँको शुभ नाम? मेरो नाम आदित्य पाचकोटी। कहाँदेखि आउनुभयो? झापा दमक। हजुरले जुन फ्री स्टाइल गर्नुभयो, हजुर, फुटवर्कहरू मलाई एकदमै राम्रो लाग्यो। तपाईँको फुटवर्कहरू राम्रो थियो। त्यो आँखा झिम्काको पार्ट पनि मलाई राम्रो लाग्यो, एकदम टाइमिङमा परेको थियो त्यो पनि। तपाईँसँग त्यो क्षमता छ, तपाईँसँग सबै फर्म गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्छ। तपाईँको डान्सको स्टाइल हेर्दाखेरि टिपिकल डान्सहरू गर्नुभएको छ कहिले? छैन, कुनै पनि गर्नुभएको छैन। यदि तपाईँ अरू राउन्डमा जानुभयो भने त्यो चिजहरू पनि यहाँ सिक्न पाउनुहुनेछ। हाम्रो कोरियोग्राफरहरूले तपाईँलाई चिजहरू पनि सिकाउनेछन् होइन? स्योर। अघिल्लो राउन्डको लागि शुभकामना पनि दिन चाहन्छु र स्कोर पनि हेर्न चाहन्छौँ हामी। ऑल द बेस्ट। थैंक यू सर। नेक्स्ट कंटेस्टेंट प्लीज।
लैलाई लैलाई कठैबारीलाई भन्नेको नै छ र तिमी र मलाई जौडाडै काटी नौडाडै पारी तिमीलाई म छु म तिम्रो साथी सारङ्गी रोयो रोयो जारोयो मेरै मन छोयो जाउमाया सररा बिर्मान्नेको छ र माया भन्दा ठुलो के छ र हेलो वेलकम नमस्ते म्याम नमस्ते तपाईँको नाम म्याम मेरो नाम शिशिर राई र म सिक्किम इन्डियाबाट अनि कति वर्ष भयो तपाईँले कथक सिक्नु थाल्नु 5 years रनिङ हुँदैछ यस म्याम अनि तपाईँको अहिले मैले सबैलाई भन्छु कसैलाई माथिको कन्ट्रोल छ राम्रो छ अलिकति एनर्जी तर यो डान्स फर्म जुन गरिरहनु भएको छ जुन किसिमले तपाईँ पर्फर्म गरिरहनु भएको छ त्यसमा चाहिँ अलिकति एनर्जी सबै ठिक 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 छ अलिकता बढा दो एक्सप्रेसन पनि चाहियो अलिकता धेरै मुमेन्ट्सहरू पनि अलिकता लाउड मजाले गर्नु है त्यसैले एकैछिन पर्खिनुहोस् तपाईँको स्कोर हेरौँला हामी है स्कोर प्लिज Next contestant, please. जंबहै नाचौं कमर भाचौं डम्फुको तालैमा हाँसीमा राखौं बोलीमा राखौं एक बारको जुनीमा
नमस्ते नमस्ते हजुर यहाँको शुभ नाम मेरो नाम अञ्जली पुन कहाँदेखि आउनुभयो हङकङबाट आएकी एकदमै खुसी लाग्यो यो मञ्चमा देख्दा तपाईँले तामाङ सिलो गर्नुभयो तामाङ सिलोलाई पनि अलिकति फ्युजन गर्नुभयो तपाईँको एनर्जी अनि तपाईँको टाइमिङहरू सबै पर्फेक्ट छ धन्यवाद र डम्फुला पनि राम्रोसँग प्ले गर्नुभयो कोही कोही ठाउँमा गीत गाउन चाहिँ बिर्सिनु भएको थियो है त्यो कुरा सुधार्नुपर्छ ल हस् हुन्छ अरू एकदमै ठिक छ अर्को राउन्डमा धेरै कुराहरू सुधारेर आउनु होला अल द बेस्ट हजुर धन्यवाद स्कोर प्लिज थ्याङ्क यू मेरो एउटा सानो रिक्वेस्ट छ म दिलीप सरसँग डान्स गर्न चाहन्छु इट विल बी एन अनर ल दाइ प्लिज एक बारको जुनीमा हेलो बासुजी हेलो सर तपाईँले जस्ट पपिङ र ओपन स्टाइल सबै मिक्स गरेर गर्न खोज्नुभयो एउटा कम्प्लिट एन्टरटेनमेन्ट प्याकेज दिन खोज्नुभयो बिकज सङको पनि त्यस्तै मुड छ होइन ट्राई चाहिँ एकदम राम्रो लाग्यो पप पनि राम्रो छ हिटहरू पनि राम्रो छ होइन एन्ड देन त्यो स्ट्रबिङ्सहरू यताउता त्यो राम्रो देखेको छ मलाई चाहिँ के भन्न मन लाग्यो भने तपाईँले जुन कस्ट्युम चुज गर्नुभयो नि आई थिङ्क ब्ल्याक नभइकन अरू कुनै कलर भएको भए तपाईँको मुभमेन्ट अझ हामीले मजाले हेर्न सक्थ्यो होला क्या तपाईँले डान्समा चाहिँ एकदम राम्रो छ तर हामीले हेर्ने भनेको ओभरअल पर्फर्मेन्समा हो सो ओभरअल पर्फर्मेन्समा चाहिँ अलिकति यो कुराहरूमा चाहिँ तपाईँले वर्क गर्नुभयो भने चाहिँ एकदम दामी हुन्छ जस्तो लाग्यो All the best. Thank you, sir. With that note, judges,
स्कोरहरू तपाईँको मार्क्स प्लिज थ्याङ्क यू सो मच बासुजी थ्याङ्क्स चाहन्छु तिमीलाई मेरो जिन्दगी सबै दिउँ चाहन्छु तिमीसँग मेरो जीवन सबै जिउँ कति सपनाहरू थिए मनभित्र कति बगे आँसुमा मेरो जिन्दगी का रेखाहरू रहेनन् भाग्यमा के म किन्न सक्छु दिनहरू मेरो जिन्दगी छ धारमा चिया चिया भइगयो सपना चाहन्छु तिमीलाई मेरो जिन्दगी सबै दिउँ चाहन्छु तिमीसँग मेरो जीवन सबै जिउँ हेलो नमस्ते नमस्ते हजुरको नाम अनि कहाँबाट आउनुभयो होला नमस्ते मेरो नाम रेवत उपाध्याय अनि म आसामबाट आउनुभएको धेरै टाढाबाट आउनुभएको रहेछ हजुर रेवतजी हजुरको पर्फर्मेन्स एकदमै राम्रो लाग्यो मलाई हजुरको इट्स भेरी क्लिन कन्टेम्पोरेरी हामीले आज धेरै नै हेरिसक्यौँ तर यर्स वाज तपाईँको फ्लो एकदमै राम्रो लाग्यो मलाई एनर्जी फ्लो अनि ल्यान्डिङ्सहरू पनि एकदम राम्रो थियो जब तपाईँले त्यो पिरियड्स टर्न लिनुभयो इट वाज भेरी स्मुथ I really want to see you in future with a bit more energy. अहिलेलाई हामी स्कोरहरूमा है त मार्क प्लिज थ्याङ्क यू रेवत थ्याङ्क यू
वाह 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 फनक्क घुमेर क्या मजाले नाच्दिनु भयो है तपाईको शुभ नाम मेरो मुना राणा मगर तपाईको प्रस्तुति झ्याउरेलाई चाहिने एनर्जी एकदमै राम्रो छ थ्यांक यू सुरुमा तपाई आउँदा त ला एनर्जी पुग्दैन कि के हो जस्तो लागेको थियो तर बिस्तारै तपाईले आफ्नो एनर्जी बढाउँदै लानुभयो के हुन्छ नि नभए सुरुमा एनर्जी निकालेर अन्त्यतिर सेलाउँदै जाने देखेको थिएँ तपाईँ चाहिँ बिस्तारै सुरु गरेर एकदम मजाले पिकअप लिएर जानुभयो एकदमै राम्रो गर्नुभएको छ एक्सप्रेसनहरू राम्रो छ अलिकता ध्यान दिनुपर्ने कुराहरू चाहिँ क्लियर तपाईले जे भावभङ्गी गर्नुहुन्छ त्यसलाई अझै क्लियर गर्नुहोस् मेरो शुभकामना छ थ्यांक यू म्याम मेरो भनाइ पनि ठ्याक्कै दिदीले जे भन्नुभएको त्यही हो है त थ्यांक यू सर अल द बेस्ट थ्यांक यू सर र मुनाजी तपाईले कति मार्क्स पाउनुभयो स्क्रिनमा हेरौँ है अब को हुनुहुन्छ आउनुहोस् काले कटाले छेउको कवि काले केटो कि त्यको शङ्करी कालो केटो हजुर शङ्कर सर ल बधाई छ शङ्कर सर नमस्ते नमस्ते सर हजुरको नाम मेरो नाम अमृता राय अनि म इन्डिया सिक्किमबाट तपाईको एक्सप्रेसन तपाईको त्यो एनर्जी कति ठाउँमा अलिअलि कमेडी पञ्चहरू पनि दिनुभयो जस फुल प्याकेजमा हेर्नु पर्दाखेरि इन्टरटेनिङ थियो तपाईको पर्फर्मेन्स तपाईँ धेरै अगाडि बढ्नुहोस् तपाईँको प्रतिभा अर्को राउन्डमा अझै निखारिएको हेर्न पाइयोस् अझै तयारी गरेर आउनुहोस् मलाई आशा छ तपाईँसँग त्यो पोटेन्सियल छ अर्को राउन्डमा पक्कै पनि यहाँले हामीलाई अझै धेरै खुसी पार्नुहुनेछ अनि सिक्किमेली जनताहरूलाई पनि अझै धेरै खुसी पार्नुहुनेछ भन्ने आशा लिएको छु अर्को राउन्डसम्मको लागि जानको लागि म शुभकामना पनि दिन चाहन्छु थ्याङ्क यू सर थ्याङ्क यू सो मच स्कोर प्लिज थ्याङ्क यू भेरी मच अडिसनमै यति दमदार प्रस्तुति दिनुहुने हाम्रो कन्टेस्टेन्टहरूलाई मनैदेखि सम्मान उहाँहरूले नै हो जोगाइराख्ने नेपाली कला संस्कृति मार्फत हाम्रो देशलाई उहाँहरू नै त हो हाम्रो देशको सान अझै कति धेरै कन्टेस्टेन्टहरू यो मञ्चमा आउनु बाँकी नै छ तर आई थिङ्क अर्को एपिसोड अझै धेरै इन्ट्रेस्टिङ हुनेछ मेरो डान्स युनिभर्स सिजन 2 को अर्को एपिसोडमा हाम्रो फेरि भेट हुनेछ
टिल देन सबैलाई शुभरात्रि। नृत्य केवल मनोरञ्जन मात्र होइन, यो त भावनाको अभिव्यक्ति हो, संस्कृतिको दर्पण हो अनि अटुट लगावको प्रतिबिम्ब हो। आज पनि हामीले संसारभरिबाट आउनुभएका प्रतिभाहरूको नृत्यमा त्यो अदम्य साहस, त्यो कलाप्रतिको समर्पण र नेपाली पहिचानप्रतिको गहिरो माया देख्यौँ। उहाँहरूको हरेक प्रस्तुतिले हाम्रो अभियानलाई थप ऊर्जा दिएको छ। तर यो यात्रा अझै सकिएको छैन। अझै बाँकी रहेको भोलिको एपिसोडमा कस्ता प्रतिभाहरूले आफ्नो नृत्यको जादु छर्लान् त्यो हेर्न बाँकी नै छ। हामी भेट्नेछौँ फेरि यही मञ्चमा नयाँ प्रतिभा, नयाँ जोश र नयाँ नृत्यका साथमा। इन्टरनेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको प्रस्तुति यो हो मेरो डान्स युनिभर्स सिजन 2, जहाँ नाच्छ हरेक नेपाली मन। एसोसिएट स्पॉन्सर यति कार्पेट, कार्पेट को शहंशाह। हॉस्पिटल पार्टनर नॉर्वेग इंटरनेशनल हॉस्पिटल। मोर्टगेज पार्टनर इंट्रा मोर्टगेज, currently licensed in Ohio, Michigan and Florida. Studio partner AA Studio, exclusively marketed by Media Sense. यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट, कार्पेटको शहंशाह।